आज हामी जेनजीदेखि प्रधानमन्त्रीसम्म बालेन शाहको उदयको यो अविश्वसनीय कथालाई केलाउनेछौँ। आखिर यो सब कसरी सम्भव भयो त? आउनुहोस् सुरु गरौँ। नेपाल एउटा यस्तो देश जुन परिवर्तनको सङ्घारमा उभिएको थियो। सोच्नुस् त, वर्षौंदेखि राजनीतिमा उही अनुहार, उही खोक्रो वाचा अनि अन्त्यमा उही निराशा, यो चक्र चलिरहेको थियो। तर अचानक केही कुरा बदलिन थाल्यो। एउटा नयाँ लहर आयो। सडकमा युवाहरूको भिड देखिन थाल्यो अनि सोशल मिडियामा आक्रोशको आगो दन्किन थाल्यो। अनि त्यही भिडबाट एउटा नाम पुरै देशमा गुन्जिन थाल्यो, बालेन शाह। अब यो सबै सुरु कहाँबाट भयो त? हाम्रो पहिलो खण्डले यही कुरा खोतल्छ। एक पुस्ताको निराशा, जहाँबाट यो क्रान्तिको बिउ रोपिएको थियो। यो आक्रोश त्यतिकै आएको थिएन। यसका पछाडि एकदमै ठोस कारणहरू थिए। भ्रष्टाचार, बेरोजगारी, अवसरको कमी। सोचौं त, करिब 40% युवा भ्रष्टाचारले दिक्क थिए, 35% बेरोजगारीको मारमा थिए अनि 25%लाई त अवसर नपाएर देशै छोड्नुपर्ने अवस्था थियो। यो कुनै सानो कुरा थिएन, यो त जेनजीको सङ्गठित आवाज थियो। अनि सोशल मिडिया हेर्ने हो भने एउटै भावना जताततै देखिन्थ्यो, जसले सायद सबैको मनको कुरा बोलेको थियो। हामी थाकिसक्यौं, अब चुप लागेर बस्नेवाला छैनौं। अब यो विद्रोहको लडाईँ सडकमा मात्रै लडिएन। यसको अर्को अझ शक्तिशाली युद्धभूमि थियो डिजिटल दुनियाँ। आउनुहोस् हेरौँ कसरी सोशल मिडिया एउटा नयाँ रणभूमि बन्यो। जेनजीले एउटा गजबको प्लेबुक नै बनाएको थियो भनौँ न। पहिलो स्टेप, आफ्नो निराशालाई टिकटक र फेसबुकमा भाइरल बनाउने। दोस्रो, सोशल मिडिया ग्रुपहरू बनाएर सङ्गठित हुने। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, त्यो अनलाइनको रिसलाई सडकको आन्दोलनमा बदल्ने। यो त अनलाइन र अफलाइन संसारलाई जोड्ने एउटा मास्टर प्लान जस्तै थियो। अनि उनीहरूको सन्देश एकदमै सरल तर शक्तिशाली थियो। यो पुरानो सिस्टम चाहिँदैन, हामीलाई नयाँ नेपाल चाहिन्छ। हो, यही आन्दोलन र यही मागको बीचबाट एउटा नयाँ अनुहारको उदय भयो, जो धेरैका लागि आशाको प्रतीक बन्न पुग्यो। एकातिर थिए बालेन शाह, एक र्यापर, एक इन्जिनियर। बाहिरिया, जो सिधै कुरा गर्थे, प्रश्न गर्न डराउँदैनथे। अनि अर्कोतिर थिए परम्परागत राजनीतिज्ञहरू, पार्टीभित्रका मान्छे, उही पुराना वाचा अनि सिस्टममा बाधिएका। यो भिन्नता एकदमै स्पष्ट थियो। अनि आयो त्यो क्षण, पहिलो जित, काठमाडौँको मेयरमा बालेन शाहको जित। यो केवल एउटा चुनावी नतिजा थिएन, यो त त्यो पुरै आन्दोलनको पहिलो ठोस सफलता थियो। यसले देखाइदियो कि सोशल मिडियाको आक्रोशलाई साँच्चीकै राजनीतिक शक्तिमा बदल्न सकिँदो रहेछ। काठमाडौँको जित त सुरुवात मात्र थियो। अब कथाले राष्ट्रिय मोड लिन्छ। हेरौँ कसरी यो सानो सहरको जितले पुरै देशलाई तरङ्गित बनायो। सोच्नुस् न, काठमाडौँको मेयर चुनावको जित एउटा सानो झिल्को जस्तै थियो, जसले पुरै देशमा आगो लगाइदियो। जताततै एउटै प्रश्न थियो, काठमाडौँमा हुन सक्छ भने देशैभरि किन हुन सक्दैन? यही भावनाले देशव्यापी आन्दोलनको रूप लियो। अनि जब राष्ट्रिय चुनाव आयो, त्यो त पुरानो र नयाँ पुस्ता बीचको सिधै टक्कर जस्तो भयो। र नतिजा ऐतिहासिक। जेनजीको प्रभावले शक्ति समीकरणमा भूकम्प नै ल्याइदियो। हो, त्यो राष्ट्रिय चुनाव, त्यो चुनाव मात्रै थिएन, त्यो त एउटा युद्ध थियो, पुरानो विरुद्ध नयाँको। एकातिर थियो वर्षौंदेखिको परम्परागत राजनीति, अर्कोतिर थियो जेनजीको शक्तिशाली लहर। तर चुनाव जित्नु एउटा कुरा हो, शासन चलाउनु अर्कै। अब सुरु भयो सबैभन्दा ठूलो चुनौती, ती सबै वाचालाई यथार्थमा बदल्ने। सत्तामा आउने बित्तिकै नयाँ सरकारले केही कुरालाई पहिलो प्राथमिकतामा राख्यो, जस्तै भ्रष्टाचारमा जीरो टलरेन्स, पारदर्शिताका लागि डिजिटल गभर्नेन्स, वर्षौंदेखि रोकिएका विकासका कामलाई रफ्तार दिने, अनि सबैभन्दा महत्त्वपूर्ण, युवाहरूका लागि देशमै अवसर बनाउने। यी केवल चुनावी नारा थिएनन्, यी त नयाँ नेपालको जग थिए। तर के यो यात्रा सजिलो छ त? पक्कै छैन। पुरानो सिस्टमले त्यति सजिलै हार मान्दैन। त्यो अझै जीवित छ, त्यसको विरोध र दबाव पनि कायमै छ। भन्नुको मतलब, लडाईँ अझै सकिएको छैन। तर यो पटकको लडाईँमा एउटा कुरा बिल्कुलै फरक छ। एक विश्लेषकले भने जस्तै, फरक यति हो, यसपटक जनता जागेका छन्। अन्तमा यो कथा बालेन शाहको मात्रै होइन, यो त एउटा पुरै पुस्ताको कथा हो।
जेनजीको कथा, जसले देखाइदियो कि यदि एक भएर आवाज उठायो भने देश बदल्न साँच्चै सकिन्छ। अनि यो कथाले हामी सबैको अगाडि एउटा गम्भीर प्रश्न छोडेर जान्छ। अबको बाटोमा हाम्रो भूमिका के हुन्छ? के हामी केवल रमिते बनेर हेरिरहने वा यो परिवर्तनको एक हिस्सा बन्ने? किनभने एउटा कुरा त स्पष्ट छ, नेपालको भविष्य अब हाम्रै हातमा छ।